मिठाईको आज गर्दैछौँ होइन सपिङ होइन सर यो किन लिनुभयो यहाँबाट लिनको के फाइदा छ यहाँ सुब्बाबाट यो चाहिँ 2 केजीको हो भाइ होइन बाहिर चाहिँ यो सुपर मार्केट गयो भने धेरै महँगो पर्छ किनलाई 2000 भन्दा बेसी माथि महँगो पर्छ 1164 जतिमा चाहिँ 2 केजी आउने भएको भएर मिठो पनि छ राम्रो पनि छ हड्डीहरू हुँदैन अब हड्डी क्वालिटी पनि छ सब पाउँछ है सुपा भन्ने चिज भन्ने सब पाउँछ होइन हामी आजको चाहिँ विशेष सपिङ गर्न गएको यो चाहिँ एकदम यति हामीले धेरै ल्याएको छौँ आज किनभने चाहिँ हामी लगभग 1-2 महिनाको लागि लिन लायौँ हामी निस्किनै झ्याउ लाग्छ हामीसँग साधन भएर पनि निस्किन्नौँ हामी फाल्टु कामको लागि हामी निस्किने हाम्रो बानी पनि छैन होइन सर हेर्नु अरे सामान हामीले किनिसक्यौँ फाइनल्ली किनिसक्यौँ होइन तर सामान यति धेरै छ कि होइन यति धेरै तर यति धेरै छैन थोरै छ होइन अन्डाले के गर्छ अन्डा खायो भने एकदम इनर्जी राम्रो हुन्छ अरू त अब हाम्रो एकदमै फ्यामिलियर भ्लग भएको भएर मनमा आयो मुखले भन्नु मिलेन सबैले हेर्नुहुन्छ तर हामी भन्दा नि भन्दैन हामी सोझा छौँ इमान्दार र सोझा छौँ तर यति गरेर हाम्रो लगभग 16-17 जति आयो बिल यति हो तर पनि केही छैन खानै पर्यो पेट भर्नै पर्यो होइन खानुपर्छ है अनि न त गाह्रो छ बिहानदेखि खाएन गोजाउँदा यी भादा ल्याएको छु यो एकवटा हो है भाइ ठुलो चाहिँ मलाई है दाइलाई नि फेरि ल भात के हो के यार चिया गरे यार हाल्ने होइन चिया गरे हाल्ने कमसेकम हुन्छ नि यार राड्छु हुँदैन यार कसरी हो बाल्ने यार केही थाहा छैन कि यी फोनमा दाम्नु भन्नुभएको थियो दाइले हाई गर्नु भाइ भन्नुभएको थियो ल के हुन्न के हो कि यी आवाज आयो आवाज त आयो यहाँ आवाज त आयो आजै रुम सरे आएर न यार रुम यी कपडा यस्तै छैन यार कि जुत्ता यस्तै छैन अब कसरी धुने के गर्ने यार केही थाहा छैन कि यस्तो दिमाग खराब भइसक्यो कि रुम त हेर न अब फेरि हाइलाइट हो फेरि भोलि पर्सि उ ल्याउँछु टिभी देख्यौ नि टिभी छ मसँग फेरि खतरा हो फेरि मसँग गर्लफ्रेन्ड हुनु पर्थ्यो माया कसम यस्तो रुम सजाइदिन्थ्यो कि दिनैमा मेरो रुम पुरै के अरे फिल्म नै सुट हुने रुम बनाइदिन्थेँ कि साँच्ची हो रुम नै होइन म फेरि त्यस्तो मान्छे हो कि एकदम रमाइलो र रोमान्टिक एकदम इन्जोय अलि पनि इन्जोय गर्ने हो तर के गर्ने इन्जोय गर्दा गर्दै यस्तो छ हालत खराब अलिअलि स्यासु गरे क्या हो जस्तो हेलो गाइज के छ फेरि किन आयो भन्नुहुन्छ होला फेरि आज हेर्नु न आज अघि बनाएको मासु जुन मासु थियो नि अघि यस्तो अवस्थामा पुगेर रहेछ नि दाइहरू खाँदै हुनुहुन्छ दाइ एकदम मिठो छ एकदम मिठो छ होइन मिठो छ भन्नुभएको छ तर अब मनमा थाहा होला होइन त्यो उहाँहरूको मनमा थाहा होला मिठो छ छैन मैले नचाखुन्जेलसम्म छैन त्यति मिठो चाहिँ छैन भने जस्तो चाहिँ छैन बबाल छ भन्नुभयो फेरि मखला पनि मिलेन होइन केही मिलाएन हाम्रो सर फेरि सरले हात काटेर यस्तो भयो सरले हात काट्नु भएको छ अब के भन्ने अब ठिकै छ केही छैन कहिले कसो काट्नु पनि पर्छ नकाटुन्जेलसम्म होइन केही पनि हुँदैन गुड नाइट